Hi, good morning, guys. This is the day 4th in Bali. We are already dressed up, ready ready to move another place. आज यहाँ चाहिँ एक रातको लागि मात्र बस्यो हैन अनि अब फेरि आज डे 4 चाहिँ बाहिर घुम्छौँ अनि त्यसपछि बेलुका आजको बेलुका चाहिँ अर्को होटलमा जान्छौँ हामी अनि ठिक छ ट्राभल गरेर चाहिँ नजिकै छ 10 मिनेट दूरीमा हो अनि त्यसपछि किप चेन्जिङ अलि नजिक पर्छ अनि सो द्याट यहाँको चाहिँ यस्तो छ दिस इज हैन यो प्लेस पनि छोडेर जाँदैछौँ लेट्स से आज हामी उलुवाटु जाँदैछौँ अनि उलुवाटुमा चाहिँ फेमस चाहिँ के अरे फायर डान्स छ नयाँ प्लेसेसहरू पनि हामीले ड्राइभर अलले पे गरेर त्यहीँको वरिपरि यहाँनिर जाउँ भनेर चाहिँ हामीले लिस्ट अफ 4-5 लिस्ट बनाएको छ लेट्स गो देयर लेट्स एक्सप्लोर द उलुवाटु इट्स डे 4 इन बाली बेबी लेट्स गो हियर इज आवर कार ट्याक्क आइसकेको छ हाम्रो हैन अनि हाई गुड मर्निङ वायन वाउ you look good today had fun yesterday with your parents there you go thank you I'll take this in front yeah thank you where we are going today today we go to Uluwatu Garuda Vishnu. Wow yes. Okay let's go guys let's go 1 2 guys हामी चाहिँ उलुवाटु आइसकेको छ यहाँ चाहिँ अफ सिजन भयो भने अलिअलि भिड छ हैन तर यसको अलिअलि मान्छे जान्छ सुनसानमा नि त रमाइलो भएन हामी यहाँनिरबाट जान्छौँ त्यसै यो चाहिँ स्पेसल कोटा हो यहाँनिरबाट चाहिँ लिजा त्यही त पुरै बटरफ्लाई यहाँ चाहिँ टुरिस्ट सेक्सन चाहिँ यहाँनिरबाट चाहिँ चढ्छ हामी होइन आज गो गाइज हामी यहाँनिर जान्छौँ Let's go. Wow. Real gadi. Hear me guys. Sallallahu alaihi real gadi में छौं. Habibi, come to Bali. Let's go. There's a market. त्यो विष्णु मन्दिर छिर्नुभन्दा अगाडिको हैन यो चाहिँ पाथवे हो अनि it's good it's quiet peace music yes दामी छ यार गाइस यहाँनिर यो अगाडि चाहिँ बेस्ट फोटो स्पट र यहाँनिर उतानिर लेखेको छ हैन राम्रो है कतै चिप्ले लाउने फेरि भन्दा चिप्ल्यो यही बाटोबाट गाइस विष्णुजीलाई भेट्न गइरहेछौँ विश्वको सबैभन्दा ठुलो मूर्ति इन्ट्रान्स गेट त्यहाँनिरबाट अलिअलि देखिँदैछ गाइस हैन Let's go. यहाँबाट इन्ट्रान्स हो गाइस हैन Finally we are here. Guys. यहाँ पछाडिको भ्यू अझ फेरि अर्कै छ लेट्स गो देयर गाइस एक्सप्लोर म देखाउँछु नि त्यहाँनिर नि छ फेरि त्यहाँनिर नि जाने अहिले त्यो त आकाशमै छ ल हेर्नुहोस् गाइस
वाह यहाँबाट जाने होला यहाँबाट उ त्यो अन्डरग्राउन्ड पनि रहेछ गाइस त्यहाँबाट पनि जाउँ एक्सप्लोर गरौँ कहाँ पुग्छ है त न गाइस अब चाहिँ हामी माथि त्यो विष्णु टेम्पल सकेर चाहिँ अब अर्को एउटा गरुडको मूर्ति अनि त्यो साढे उतापट्टि अर्को हेरौँ अर्को ठुलो मूर्ति पनि छ होइन ले चाहिँ के देखिन्छ अनिलले चाहिँ यहाँनिर कुदिरहनु भएको छ मलाई हामी जाँदैछौँ अनि हियर वी आर गाइस गरुडको मूर्ति भ्याट्टाने जाउले जा उता जाऊ यस्तो क्यामेरामा मात्रै हेर्दा कति सानो देखेन मान्छे गएपछि ठ्याक्कै थाहा हुने क्या वाह न गाइस अब हामी यहाँबाट जान्छौँ अनि गेस्ट वाट होइन गाइस त्यो छ नि यो डाँडाको बिचबाट चाहिँ त्यो अहिलेको ठुलो मूर्ति देखिन्छ होइन त्यहाँ बवाल हुन्छ गाइस यहाँनिर चाहिँ अब चाइनिज न्यु इयर आउँदैछ क्यारे होइन चाइनिज न्यु इयर सकिसक्यो प्रदीप सकेको छ धुम मचाले धुम हामीले यहाँ छौँ स्टिल वी निड टु गो थ्रु दिस अनि यो यहाँनिर पुगेर चाहिँ अनि यो हेर्छौँ हामी सबसे ठुलो स्ट्याचु चाहिँ यो भयो ए सेकेन्ड यस्तो फेस्टिभल पार्क अनि यो लागेन है घाम लागेन क्या साथ देख्यो क्या है अहिलेसम्म चाहिँ अनि लिजा कस्तो लागिरहेछ सोफा चाहिँ रमाइलो लागिरहेछ यहाँ रमाइलो लागिरहेछ कि बाली नै रमाइलो लागिरहेछ मलाई यहाँ चाहिँ रमाइलो लाग्यो आज चाहिँ अरूभन्दा हिजो वाटर स्पोर्ट गर्दाखेरि इट्स वर्थ इट होइन वाटर स्पोर्ट अनि वाटर स्पोर्टमा पनि यु मस्ट ट्राई फ्लाइङ बोर्ड चाहिँ आफैले आउँछ भन्दा इट्स वन्डरफुल होइन तर आफूलाई आउँदैन भने चाहिँ एज मेरो हालत हुन्छ त्यहाँ हेर्नु भिडियोमा होइन अनि मान्छेसँग बस्दाखेरि झन् राम्रो हुन्छ अनि यही भिडियो नै लगभग 500 मिटर भन्छ यस्तो अनि अगाडि त हिँड्नु पऱ्यो चाहिँ स्टे हाइड्रेटेड अझै दुईवटा ठाउँ घुम्नु बाँकी छ हाम्रो यो त फर्स्ट अझै फर्स्ट भयो अनि वाट टाइम इट इज कति बज्यो आज त 1:30 बज्यो 1 बज्यो स्टिल हामीसँग गएर हाफ डेज अनि दुईवटा ठाउँ घुम्नु बाँकी छ यो एउटा ठाउँ त्यही तिनवटा रहेछ मूर्ति बबाल एउटा गरुड एउटा विष्णु एउटा बिगेस्ट विष्णु होइन अनि यो चाहिँ एकदम वर्ल्ड वाइडै फेमस रहेछ बालीको चाहिँ इट्स द बिगेस्ट स्कल्पचर होइन इन द वर्ल्ड त्यही भनिरहेको छ हेरौँ त्यसै आई हेभन गन थ्रु द गुगल अर एनिथिङ इट्स फाइन राम्रो छ यहाँनिर पछाडिबाट हिँड्ने बाटो त्यो भयो कति चाहिँ हामी त यसमा जानु मिल्छ जस्तो लाग्यो आई थिङ्क यहाँबाट चाहिँ ल एकछिन सडकको घुमौँ अनि यसमै जाऊँ ल वाउ यस्तो मजाको हावा लागिरहेछ ए प्रदेश यता हो Let's get inside, guys. Check security. Security check. No gun, no knife, no fire. Okay. कस्तो राम्रो क्युट ब्याग हेर न प्रदेश टिफिन लन्च बक्स जस्तो Red velvet, yeah. Thank you. That's it, guys. त्यो पनि नि यहाँ भित्रबाट त्यो मेन जान्छ भनेको तर त्यसको मुनि चाहिँ हामी के भन्नु लाग्यो विषय त्यसको मुनि चाहिँ हामी थ्याङ्क यू त्यसको मुनि चाहिँ हामी छौँ त्यसको मुनि चाहिँ यस्तै मार्केट रहेछ अनि त्यहाँनिर जलाटो र आइसक्रिम मात्र राखेको रहेछ अनि इफ यु वान्ट रेस्टुरेन्ट त्यति रेस्टुरेन्ट जाने हो तर यसको माथि चाहिँ त्यो ठुलो मन्दिर छ
अहिले हामी चाहिँ वी आर लिजा We are वर्ल्डको सबैभन्दा फोर्थ बिगेस्ट biggest स्ट्याचुको statue, but मुनि छौँ विष्णुजीको चाहिँ सबसे वर्ल्डको वर्ल्डको फर्स्ट हाइएस्ट 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 लार्जेस्ट जाइन्ट स्कल्पचर भनौँ न त्यसको मुनिपट्टि छौँ हामी आज होइन हो कि नै मलाई मिन्टै मात्रै दिन्छ यार उसलाई मन पर्दैन अनि Can I try once? You want to try? Yeah, thank you. Yeah? This one. Oh, this? 3, 4, 1, 2, 3, 4. Keep moving. Yeah. Then back. Side by side here. Oh. This way. Yeah, 4 times. Yeah. Guys, I just tried to play the music. कस्तो लाग्यो गाइज खल्ली बल्ले हान्थ्यो कि त ट्याक्क सिकाइदिरहेको थियो अनि दामी मजा आयो हुँदो रहेछ सजिलै थियो कति ट्याक 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 मेरो यहाँ टिस्यु छ कि गाइज म्युजिक अब त्यति हो अनि अब हामी अर्को ठाउँ जाँदैछौँ उलुवाटु Uluwatu Uluwatu, where at Uluwatu? Let's go Uluwatu, where Uluwatu? Why? Let's go, this is another place. And अब चाहिँ अलिअलि थाकेको अवस्था दोस्रो ठाउँ आउँदैमा होइन यहाँ चाहिँ अनि क्यामेरा स्यामेरा केही बोकेन हामीले किनकि यहाँको मङ्कीहरू चाहिँ एकदम बवाल एग्रेसिभ छ अरे तर पनि एग्रेसिभ भयो भने बाल हुँदैन थियो होइन तर अर्को देशमा आएर झगडा किन गर्ने भनेर हो नत्र मैले फाइटर बोकेर हिँडेको छु जाउँ टिकट लिउँ भित्र जाउँ भित्र चाहिँ अब खिच्न बाँदरले दिन्छ नि जस्ट कभर मटक मटक के चल रही है अझ पर्पल धोती लगाएर लिजा पनि म पनि मङ्कीको आतङ्क हेर गाइज लिजा हेर त्रास अनुहारमा त्रास तिम्रो फुटेक्दैन डराइ हान्नुपर्छ हेर त त्यहाँ कति कसरी जाँदा त्यो मान्छे कस्तै खाँदै हान्नु त्यहाँबाट हिँडेर आएर भर्याङ माथि त यस्तो रहेछ नि त सी इट्स वन्डरफुल बाँदरकै टेन्सनमा अनौठो कुरा चाहिँ यहाँ चाहिँ सेतो बाँदर चाहिँ यहाँनिर रहेछ वाइट मङ्की एन्ड स्लिप सुत्यो सोल्टी त Can you see the spectacle and also oh my god hey oh my god he got a food and a fashion ल मङ्गेले हेर्न क्या यार बाँदर हुन्छ है चस्मा क्या झुन्डाइरहेको छ कि उसलाई मतलब हुने कुरो पनि होइन कि है कसको so many people for dance now we will go to the another place for the dance let's go Riza
कति मोबाइल जानु कि हामी मोबाइल लिएर गयो भने गाइज हामी फायर डान्स हेर्न आइसक्यो क्या खिक्याक डान्स बवाल छ यो टक्क पार्किङ गर्ने ठाउँ होइन अनि यो चाहिँ ठ्याक्क यो साइड चाहिँ पुरै बिच हो अनि यतापट्टि बिचको यता साइडमा चाहिँ फायर डान्स हुँदैछ यो लाएर थ्याङ्क यू अनि गाइज यो चाहिँ स्टोरी है यहाँ चाहिँ रामायणको Kekek is a unique type of Balinese dance because it's performed उता माथि means it's सबसे accomplished टपमा only by the बस्नुपर्छ first with the sound kek. Oh guys, मान्छेको भिड हेर्नुस् आगो मान्छेको लागिसक्यो। भिड आगो पनि बलिसक्यो तातेको छ मल कता बस्ने यता बस्ने कि यता बस्ने यता हट्नु in front go खालीमा let's go wow damn sport pass guys sunset beach view and the fire dance Selamat sore di panggung budaya Praharsa Cita on time आइपुग्यो हामी berlangsung. Welcome to Bali Mascot Tour. मैले उचालिदिन्छु क्या म Selamat datang kami ucapkan kepada keluarga besar. सुरु भएको छ है डान्स ल get into the dance guys डान्स हेरौँ है त oh my god Guys, this was a nice play हैन दामी अनि रामायण पनि बवाल हेऱ्यो अनि त्यसपछि भ्यू पनि त्यस्तै बवाल अनि त्यसपछि उतापट्टि सनसेट पनि ठ्याक्क भएको छ हैन अनि यति नै भन्दै डे 4 इन बाली अनि अब भोलि फेरि डे 5 नयाँ प्लेस एक्सप्लोर गर्छौँ अनि त्यसपछि यसरी नै अब डे 5 मा भोलि के गर्छौँ भोलि नै भन्दैछु लेट्स से फर टुडे bye bye see you tomorrow guys